राधे राधे। आजको मेरो यो छोटो ब्लगमा हजुरहरूलाई स्वागत छ। र आज चाहिँ म हिँडेकी छु माइतमा। आज मेरो भाइहरूको वर्तमान छ, फुपूको नातिहरूको, काकाका नातिहरूको वर्तमान छ। त्यसको पछाडि गुन्यु चोलो पनि छ हाम्रो सानी बुनुको। र म आज सबै थोक हजुरलाई भिडियोमा देखाउने छु र मेरो भिडियोमा अन्तिमसम्म हजुरहरू जुडिरहनुहुन्छ र हेरिरहनुहुन्छ भन्ने आशा राख्दै म देखाउँदैछु यहाँ हजुरहरूलाई चामल, पैसा, जनै, तामुल मैले सबै थोक हालेर रेडी बनाएकी छु। र हामीलाई सजिलो छ, मामाको टमटम छँदैछ, चढेर जान्छौँ, पुगिहाल्छु माइत पुगेपछि हेर्नुहोस् यहाँ भाउजू, आमा, दिदी सबैजनासँग भेट भयो र उनीहरू सिँगे लागेर म पनि आमा पनि हुनु सबैजना लागेर म वर्तमानतिर गएँ। वर्तमानमा गए पछाडि हेर्नु होला सबैजना आमा यहीँ बसिराख्नु भएको छ र म सबैजनालाई तपाईँलाई देखाउँदैछु। यहाँ बुइनी छेउरी, बुइनी, दिदी, भाउजू सबैजना हुनुहुन्छ यहाँनिर र सबैजनालाई म देखाउँदैछु। उनीहरू पनि मेरो भिडियो देखेपछि एकदम हाई हेलो गर्न थालिहाल्छन् कि फुर्ती हुन्छन्, बुइनी आएकै छ भिडियो बनाउँछु भनेर। र सबैजनाले मलाई सपोर्ट गर्छन् उनीहरूले। र मेरो यहाँ भाइ चाहिँ, मेरो भाइलाई पनि म देखाउँदैछु, सबैजनाले हेर्नु होला। खिर पकाउनु हुँदैछ ठुलो कराईमा र यहाँ दाजुहरू पनि पुरी पकाउन धमाधम। एउटा दाइले तेल हाल्दैछ बाल्टिङबाट ठुलो कराईमा र भाइहरू यहाँ एकदम आटा माडिरहेछन्, कोही डल्ला बनाइरहेछन् पुरी पकाउनलाई। सबैजना व्यस्त छन्। सबै हाम्रो चाहिँ गाउँघरकै भाइहरूले गर्ने गरेका छन्। कालीगढ केटारिङहरू बोलाउने सिस्टम छैन हाम्रो गाउँमा चाहिँ। बिहे पूजा जे भए पनि गाउँकै भाइहरू सबै मिलेर गर्छन्। बुनीहरू, भाउजूहरू सबैजना लाग्नुहुन्छ। बुबाहरू यहाँ भाइ पनि हेरिरहेछ है, भाइ पनि काम गर्दैछ। र हाम्रो यहाँ दिदी चाहिँ एकजना तामुल पान लिएर एकदम रेडी भएर बसेको छ, सुपारी एकदम बाँड्दै हिँड्ने चाहिँ चिया पनि बोकेको छ। आमाहरू, दिदीहरू सबैजना भएर र अनि वर्तमान गर्ने भाइहरू पनि बाहिर निस्केका छन्। मैले भिडियो बनाएकी साना साना छन्, कुन चाहिँ साना हुनु पनि बराबरका छन् सबैजना। र यहाँ आमाहरू, भाउजूहरू, काकीहरू सबैजना हुन्छ, बुनुहरू यहाँ छन्। र यहाँ वर्तमानमा धमाधम चाहिँ मन्त्र पढा सुनाउनु हुँदैछ। र अनि यहाँ सबैजना यज्ञमा बसिरहेका छन्। म चाहिँ यो भिडियो बनाउँदैछु, यहाँ आएको छु र सबैजनाले हेर्नु होला। आज सबैजना गाउँका दाजुभाइ, दिदीबहिनी, भाउजूहरू सबैजनाको भिडियो बनाएको छु। यहाँ भिक्दिन सबैजना रेडी भएर बसेका छन् र अब भिक्दिन उभिएर सबैजना लाइन पातेर बसेका छन्। भाउजू, बुहारी, दिदी, बहिनी सबैजना छन्। यो भिडियो हेरिराख्नु, सबैजनालाई देख्न पाउँछ। टाढा टाढा हुनेले पनि भिडियोद्वारा सबै थोक देख्न पाउनुहुन्छ वर्तमान कसरी गरे, के गरे होइन। अब सबैजना त आइ पनि पुग्न साह्रो पर्छ, कसै कसैले त आउन नि भ्याइँदैन, असुविधा नि हुन्छ। र घरै बसेर नै भिडियो हेर्न सक्नुहुन्छ। मेरो भिडियो यो मैले त्यही भएर लामो भिडियो बनाएकी सबैजनालाई देखाउनको लागि। भाइहरू पुरा भिक्षा मागिरहेका छन् र हेर्नु होला, साना साना छन्, साह्रै राम्रो देखिएको छ। र अनि गाउँघरका सबैजना हुँदा धेरै भयो, गर्मी जस्तो मौसम त, त्यही भएर बाहिरै बसेर भिगिदिएका। भित्र पनि दिएँ, बाहिर पनि। अब धेरैजना हुँदा गेदारिङ हुन्छ भनेर बाहिर पनि बनाएँ, भित्र पनि बनाएँ। पुरा होली लगाइदिइरहेछ भाइहरू, इन्जोय गरेर खानु पुरा। र वर्तमानको भिडियो सबैले हेर्नुभयो होला। सबैजनालाई राधे राधे।